आज म नुहाउन जाँदैछु खोलामा। आज गर्मी छ है गाइस। मान्छेहरूले अंकुश लगाइहाल्छ, डाहा गरिहाल्छ, के गर्दैछौ, के किन गर्छौ, के गरिरहेछौ, यिनीहरू सबै मान्छेहरूले अंकुश लगाइहाल्छ। आफूले गर्न सक्दैन, अरूको डाहा गर्छ। यस्तो गर्नु हुँदैन। म त बनाइरहन्छु। युट्युब च्यानल म बनाइरहन्छु। 2080 11 महिना 16 गते दिनको 11 बज्यो, 11:30। अनि अब म नुहाउन लागेको। नुहाउन चाहिँ जाँदैछु। लुगाहरू नाङ्गे भएर अब जाँदैछु। पौडी पनि खेल्नुपर्छ। पोखरीमा नदीमा चाहिँ पानी चिसो हुनुपर्छ। हेरौँ अब के हुँदैछ। खेत जोत्दैछ, म चाहिँ नाङ्गै लुगा खोलेर। गर्मी चाहिँ यति भएको छ कि के भन्नु, बवालै गर्मी छ। यो गहुँ पुरै गहुँ वैशाखतिर भइहाल्छ। गहुँ मकै खेत जोत्दैछ। यूट्यूब में था, यूट्यूब में कराउँदैछु। किन भिडियो बनाएको भन्नु, के गर यस्तै हो। यो गाउँ रेडी भइसक्यो। यहाँ एकछिन कस्तो यो गाउँ यो गहुँ बाघको लागु रहेछ। लेसी म आइपुगेँ अब खोलामा। यता खोला छ, सबै पानी छ। खोलामा पानी राम्रो छ, चिसो त। हेरौँ चिसो छ कि छैन। तपाईँले भन्छ चिसो छ। यसपालि जाडो पनि त्यति खास बवालै भएको छ। ओ माइ गॉड, बवालै जाडो छ। अब ड्राइभिङ गर्नुपर्छ। नयाँ टोल विकास इत्यादि 18 स्थापना 2078। चिसो छ धेरै।
धेरै चिसो छ। तपाईहरुलाई यो भिडियो राम्रो लागेको होला है। अब तपाईहरुले लाइक र कमेन्ट पनि गर्नु होला कस्तो लाग्यो। चिसो छ धेरै। अब अर्को भिडियोमा आजकल भ्लग किन हाल्दैन भने अहिले रेस्ट गर्दैछु। 10-15 दिनमा आइहाल्छ सबै भिडियो। नेक्स्ट भिडियोमा